भेटुला कार्यक्रमका अध्यक्षज्यू अनि आज विदाई भएर जान लाग्नुभएका हाम्रा प्यारा मित्रहरू तथा हाम्रो गोविन्द सर, त्यस्तै गरी लेखनाथ सर, रमिनी म्याडम र हाम्रो यहाँ उपस्थित हुनुभएका सबै कर्मचारी साथीहरू, आज धेरै समय पछाडि यस वितरण केन्द्रमा काम गरेर तीनजना एकैचोटि विदाई भएर जाँदै हुनुहुन्छ र सबैजनाले आफूले सोचेको खोजेको ठाउँमै जानुभएको छ। त्यसको लागि एउटा प्रकारले हामी सबैजना पक्कै पनि खुसी हुनैपर्छ, तर पनि हामीलाई छोडेर अब अलि टाढा भएर जाँदै हुनुहुन्छ, त्यसको लागि अलिकति खेद भन्ने लाग्दो रहेछ। यस वितरण केन्द्रमा काम गर्दाखेरि हाम्रो श्री लोकनाथ सरसँग काम गर्दाखेरि धेरै रमाइला क्षणहरू सम्झना आउँछ। धेरै ठाउँमा हिँड्नलाई, जानलाई, बोल्नलाई र काम गर्नलाई अत्यन्त सहज रूपमा उहाँले जहिले पनि सबैजना सहज हुने रूपमा कार्य गर्नुभयो र त्यो कुराले हामीलाई सबैलाई केही न केही पक्कै पनि पाठ सिकाएको छ। त्यस्तै गरी गोविन्दजीको त अब के कुरा गर्ने, मान्छे काम गर्दाखेरि दुखी हुनु पर्दैन, प्रफुल्लित भएर पनि काम गर्न सकिन्छ है। हामीले जिन्दगीमा त्यो टेन्सन लिएर काम गर्नु हुँदैन भन्ने कुरा चाहिँ उहाँलाई देख्दाखेरि जहिले पनि हामीले सम्झना पक्कै आउनेछ। र बिन्दु म्याडमलाई त म काफलसँग तुलना गर्न चाहन्छु। बाहिरपट्टि अलिकति डर भए पनि तर भित्र भने साह्रै मिठो, साह्रै कोमल र सबैलाई माया गर्ने क्षमता राख्नुहुन्छ उहाँले र जसले त्यो देख्न सक्छ उहाँले बुझ्न सक्छ र पक्कै पनि हामी सबैजनाले यस समयमा त्यो बुझ्न सकेका छौँ, देख्न सकेका छौँ। हामी धेरै धेरै आभारी छौँ। हाम्रा तिनैजना सरहरूसँग धेरै आफ्नो समय दिनुभयो कार्यालयको लागि। केही पक्कै पनि कार्यालयलाई अलिकति राम्रो गर्नुपर्छ भन्ने भावना यस कार्यालयमा बढोत्तरी गरिदिनु भयो। त्यसको लागि धेरै धेरै धन्यवाद छ। र आउँदो समयमा जुन पनि कार्यालयमा हजुरहरू जानुहुन्छ, जुन पनि कार्यालयमा हजुरहरू काम गर्नुहुन्छ, एउटा सुखद र सम्झना लायक कार्यकाल जहिले पनि प्राप्त गर्नुहोस्। मेरो एकदम धेरै धेरै शुभकामना छ। र अब उपरान्त फेरि पनि भेट होला। अब म्याग्दी वितरण केन्द्र हामी आइराखिन्छ कि अलिक नजिकै नै छ। मोदी पनि खासै टाढा भएन, म्याडमको पनि आजकल त बाटो बनाउनेदेखि त जम्मा 2.5 घन्टाको मात्रै दुरी होला त्यहाँसम्म पनि। त्यही भएर फेरि पनि हामी भेट हुने नै छौँ। त्यही पनि एउटा सम्झना काम गर्दाखेरिको यो कुरालाई, खुसीलाई चाहिँ व्यक्त गर्न मन लागेको कारणले मैले मेरो 2 शब्द यहीँ टुङ्ग्याएँ र फेरि पनि धेरै धेरै शुभकामना छ। धन्यवाद। लेखा प्रमुखज्यू, इन्जिनियर साहबहरू, समितिलाई भएर जानु लाग्नुभएका प्रशासन प्रमुखज्यू, लेखा प्रमुखज्यू अनि सम्पूर्ण साथीभाइ, मेरा अनुरोधहरू, सम्पूर्णमा मेरो हार्दिक आभार, नमस्कार। हुन त यो सरुवा बढुवा भन्ने नियमित प्रक्रिया नै हो। अब समयको चक्र नै हो। अब जागिरको 20औं वर्ष चलिरहेको छ मेरो। यसमा अब ठाउँ ठाउँमा हरेक कार्यालयहरूमा सरुवा हुँदै पर्वत, म्याग्दी, बागलुङ, तनहुँ हुँदै, पोखरा हुँदै, अहिले अब रिटर्न हुँदै पोखरातिरै अलिकति केही मेरो पारिवारिक समस्याको कारणले गर्दा जान त म सुरुमै नै उतै जान खोजिरहेको थिएँ। अब 2 वर्ष आइहालेपछि किन गर्नु भनेर बसियो। यहाँ छँदा साथीभाइहरू, सरहरू, म्याडमहरू सबैको आत्मीयता, साथ, सहयोग, सपोर्ट एकदम पाएँ। म एकदम खुसी छु, आभारी छु। सँगै बस्दाखेरि एउटा अघिना त उल्टो नोट्ससी बोल्दैन भने यहाँ बस्दाखेरि कहीँ कतै केही कृतज्ञता केही कुरा भयो होला, अलिक खबर पनि बोल्ने भन्ने क्रममा कुनै दिन कसैलाई केही अलिकति चित्त दुखाएको भएदेखि क्षमा गरिदिनु होला, यही भुलिदिनु होला। म पनि भुलेर जानेछु यहाँहरूको सपोर्ट, साथ, माया लिएर। अरू त अब धेरै के भनौँ है। सबैलाई आफ्नो सम्पूर्ण साथीहरू विदाई भएर जान लाग्नुभएका जेसुकै भयो, जसुकै भयो पनि यो अघि भर्खरसँग हाँसो भइरहेको थियो, तर विदाई भइरहँदाखेरि अलिकति मन अमिलो हुँदो रहेछ। यहाँले यस कार्यालयमा बस्दाखेरि प्रति आफ्नो कार्यक्षमतामा आफ्नो साथीभाइको एउटा लगनशीलता जुन देखाउनुभएको अत्यन्तै सराहनीय छ। साँच्चीकै एउटा हामीहरूले एउटा केही पाठ सिकाएर पनि जानुभएको छ। हामीहरूले यस लेखन वितरणमा काम गर्ने सिलसिलामा यहाँहरूप्रति कुनै कमी, कुनै नराम्रो शब्दहरू बोलेको भए
राम्रो कुरा राखिएको भए त्यसलाई चाहिँ यही गीतमा आएर जानुहुन्छ, राम्रो कुराहरू लिएर जानुहोस् भन्ने हामीले आशा गरेका छौँ। र भर्खरै साथीहरूले चाहिँ नाम निकाल्नु छ, सरहरूले नाम निकाल्नु छ, यहाँहरू चाहिँ आगामी अन्तर्गत चाहिँ सफल होस् भन्न चाहन्छु। र यहाँको अब जाने फाँटका लेखहरू गरेर जानुपर्छ, घुम्छ, अब कम्पनीमा जानुपर्छ, घुमेछ, अब पसल पनि गरेर जानुपर्छ बिन्दुमा। यहाँको चाहिँ त्यहाँ अत्यन्तै राम्रो, यहाँ जस्तो भूमिका थियो त्यस्तै भूमिका रहोस् भन्ने कामना सहित मेरो 2 शब्द पनि आउँछु। नमस्कार। धन्यवाद र आजको यस समारोहका अध्यक्ष एवं केन्द्र प्रमुख सुनिल पौडेल सर, त्यसै लेखा प्रमुख देवेन्द्र सर, इन्जिनियर देवेन्द्र सर, सुजन सर र स्वर्ग भएर जान लाग्नुभएका सहायक प्रशासनिक पूर्णा सर, सहायक कम्प्युटर अधिज्यू, सहायक प्रशासनिक अधिज्यू, टेउनका गण्डकी प्रदेश कर्मचारी सङ्घका अध्यक्ष नारायणज्यू, अन्य टेउनका साथी एवं प्रतिनिधि इकाइ अध्यक्षज्यूहरू लगायत सहकारीको सम्पूर्ण कर्मचारीज्यूहरू र जागिरी जीवनको सिलसिलामा सरुवा बढुवा यी स्वाभाविक कुरा हुन् र सरुवा एनिएको सरुवा अथवा कुनै पनि कर्मचारीको सरुवा विभिन्न कारणबाट हुने गर्दछ। कहिलेकाहीँ म्यानेजमेन्टको पेलाइले जान्न भनेको ठाउँमा जानुपर्ने बाध्यता पनि हुन्छ, कहिले कारबाहीको रूपमा जानुपर्ने पनि हुन्छ, कहिले आफूको घरबाहिरले जानुपर्ने हुन्छ र कहिले बढुवा व्यवस्थापनको हिसाबले पनि जानुपर्ने हुन्छ। त्यस कारण चाहिँ धेरै पाटाको नियमित प्रक्रिया हो तापनि हामी भन्ने गर्छौँ, तैपनि स्वीकार गर्न फेरि कतिपय ठाउँमा धेरै बसेको ठाउँमा घरमै बसिरहेको ठाउँबाट बाहिर जाँदाखेरि कहिलेकाहीँ स्वीकार्न मन लाग्दैन र कहिलेकाहीँ फेरि घरभन्दा बाहिर बसेको बेलामा छिटो सरुवा भइदियो भने स्वीकार्न फेरि खुसी भएर पनि मन लाग्छ र म आफू पनि घरभन्दा धेरै बाहिर बस्ने नगरेको मान्छेको कारणले यसभन्दा पहिला पनि एउटा वितरण केन्द्र पर्वतको वितरण केन्द्रको लेखा प्रमुख मैले भूमिका निर्वाह गरिसकेँ। त्यसपछि कोरको ग्रिडको लेखा प्रमुख दिएको थियो, तर टाढा भनेर म आफ्नो न्यास्रोपन लाग्ने धेरै काठमाडौँ पनि बस्न नसकेर फिर्ता भएको मान्छे हुँ। त्यस कारण अलिकति होमसिक जस्तो भइरहने, त्यस कारण लेखनाथमा पनि म 1.5 वर्ष बसेँ, बल्ल बल्ल कहिले आत्तिएको छु, कहिले त्यही पनि 1.5 वर्षमा 4 महिना त म घरमा काज मिलाएर पनि गएँ। त्यस कारणले र बिचमा आय प्रमुखको रूपमा मैले भूमिका निर्वाह गरेँ भनेर अनि नबोलिकन भरेबाट थर्काएको अलिकति चुप गरेर अहिले यो मोटे बोलेको थियो भन्दा मलाई भन्नुहोस् केही छैन, तर अलिकति यति साह्रै सहन पनि हामी पर्दैन, खुसी साथ। र यो अफिसमा एउटा छ रिस भने अफिसलाई कुठारा कि सबै साथीहरू कुठारा काम कसैले पनि नगरौँ, एकदम रमाएर काम गर्नुपर्छ। सरले अहिले भनिसक्नुभयो, तनाव लिएर गर्ने काम एकदम रमाएर खुसी साथ गर्ने हो। पैसै कमाउने हामी विदेश जान सक्छौँ, हामी इज्जत पनि होस्, सम्मान पनि होस् भन्ने किसिमले हामी यहाँ बसेको हो। त्यस कारण चाहिँ काममा अझै पनि सरले नलाग्न त सर कहिलेकाहीँ भेट्नुहुन्छ म बेलुका आउँदा, तर अरू फाटो पनि सरले एकचोटि निगरानी गरिदिनु भयो भने सबै साथीहरूलाई उत्साह पनि हुन्छ, स्टोरमा के भइरहेको छ, आयामा के भइरहेको छ, मिठो मिठोमा के भइरहेको छ, सरले निगरानी गरिदिनु भयो। के छ कसो छ समस्या सोधिदिनु भयो, कहीँ फर्निचर नपुगेको छ कि कहीँ प्रिन्टर हुँदा नपुगेको छ कि सोधिदिनु भयो भने अझ मजा आउँछ कि जस्तो लाग्छ मलाई, मेरो अब सुनाएको। र सबै कर्मचारीलाई समान लेभलले सोधेर इन्भाइरोमेन्ट राम्रो बनाएर काम गर्दा राम्रो हुन्छ जस्तो लाग्छ मेरो बुझाइमा। हुनसक्छ गल्ती र मेरो तर्फबाट अब धेरै जिम्मेवार ठुलो जिम्मेवारमा म बसेर आयोमा काम गरेँ। सो मैले कोट्याएँ, यति बेला नकोट्याए पनि हुन्छ, तर मलाई भोलि हामी पेन्सन भइसकेपछि पेन्सन खाने संस्था हो, संस्था राम्रो होस् भन्ने चाहना छ मेरो। र तिता मिठा कुराहरू भएका होला काममा कहिलेकाहीँ मचिएर हिँडेको होला, कसैसँग नराम्रो बोलिएको होला, त्यो कुरालाई यही कोठामा सीमित राखेर राम्रा कुराहरूलाई मात्रै बुझेर राम्रा कुराहरूलाई मात्रै ग्रहण गरिदिनु न। र मैले पनि यहाँ केही नराम्रा कुराहरू कोही साथीहरू चित्त दुखाएको रहेछु अथवा त्यस्तो परेछ भने पनि ती कुराहरूलाई मिनिमाइज गरेर यही कोठामा राखेर राम्रा कुराहरूलाई मात्रै उजागर गरिदिएर पोजिटिभ कुरा भाइस लिनु हुन म अनुरोध गर्दै मेरो मन्तव्य अन्त धन्यवाद। सञ्चालन गर्नुभएको कृष्णगिरीलाई आजको कार्यक्रमको अध्यक्षता गरेको हाम्रो लेखनाथ वितरण केन्द्रका केन्द्र प्रमुख सुनिल पौडेल सर, जो लेखनाथ वितरण केन्द्रका इन्जिनियर नीरज पौडेल सर, सुरेन्द्र सर, लेखा प्रमुख देवेन्द्र सर, त्यस्तै गरी सहायक कमिटी अधिकृत रायन दाई, शकुन्तला म्याडम र यो कार्यक्रममा कार्यरत रहनुभएका कर्मचारी सङ्घ प्रदेश कमिटीको अध्यक्ष नारायणजी, त्यसै गरी अरू ट्रेड युनियनका केन्द्रीय कमिटीका सदस्य लगायत ट्रेड युनियनका विभिन्न कमिटीमा रहनुभएका साथीहरू, यो कार्यालयमा कार्यरत रहनुभएका विभिन्न फाँटका फाँट प्रमुख र सम्पूर्ण कर्मचारी साथीहरू र विदाई भएर जान लाग्नुभएका हाम्रा 2 जना साथीहरू, यहाँहरू सबैलाई मेरो नमस्कार। नेपाल विद्युत प्राधिकरणमा हामी कार्यरत छौँ। यो सरुवाको प्रचलन चलिरहने प्रक्रिया हो।
म पनि विद्युत प्राधिकरणमा 2062 साल असारमा आएदेखि 20 वर्ष विद्युत प्राधिकरणमा अविच्छिन्न काम गरेँ। यो क्रममा मैले पनि 10वटा कार्यालयमा काम गर्ने मौका पाएछु। यो 20 वर्षको अवधिमा करिब विभिन्न ठाउँमा 14 वर्ष मैले प्रशासन फाँटमा प्रशासन प्रमुखको रूपमा काम गर्दै यो 2 वर्ष 9 महिना करिब यो कार्यालयमा पनि प्रशासनमा फाँटमा रहेर काम गरेँ। हो एकजना व्यक्तिले प्रशासनको कर्मचारीले या लेखाको या कार्यालय प्रमुख एक्लैले गरेर कुनै काम गतिशील ढङ्गले अगाडि बढ्न सक्दैन। त्यसो भएको हुनाले मुख्यतया आजको यो कार्यक्रममा मेरो आफ्नो मन्तव्यमा मैले अहिले आउनुभएको कार्यालय प्रमुखलाई उहाँ भर्खर युवा पनि हुनुहुन्छ, उहाँलाई चाहिँ म यो वितरण केन्द्रमा केन्द्र प्रमुख भएर आइसकेपछि केही काम अलि देखिने गरी गर्छु भन्ने एउटा हुटुटीका साथ आए जस्तो देख्छु। किनभने छोटो समय बसियो, उहाँको हिँडडुल फिल्डमा खट्ने कर्मचारीहरू बिचमा उहाँले आफ्ना विचारहरू राख्ने दौडने यी सबै उहाँको गतिविधि हेर्दाखेरि यो कार्यालयमा मैले केही न केही राम्रो काम गरेर जानुपर्छ भन्ने मनसाले अलि बढी दौडिन खोज्नु भएको छ। सहरको दौडाइमा एक्लै दौडिँदाखेरि अलिक ठाउँमा पुगिँदैन। त्यसो भएको हुनाले यो कार्यालयमा कार्यरत रहनुभएका मुख्यतया प्राविधिक फाँटमा काम गर्ने इन्जिनियर सरहरू, लेखा फाँटमा काम गर्ने लेखा प्रमुख, प्रशासन फाँटमा प्रशासन प्रमुख र सम्पूर्ण फाँटको प्रमुख मातहत रहेका हामी सबै कर्मचारीहरू जुन साङ्गठनिक संरचना अनुसार छौँ, सबै एउटा फाँटमा जोडिएका छौँ। यो सबैलाई आफूसँग सँगै दौडाउने प्रयास गर्नुभयो भने सायद सर आफ्नो यो कार्यकालमा सफल रूपमा चाहिँ अगाडि बढ्नु हुनेछ भन्ने मेरो आफ्नो बुझाइ सरलाई चाहिँ राख्न चाहेँ। र अरू पनि आफ्नो काम त गरिएको छ, आफूले चाहना गरेकै ठाउँमा म अहिले आजदेखि त्यो कार्यालयमा जाँदैछु। यस्तै हो, यसरी नै अगाडि बढ्ने नै हो। अब यो क्रम चलि नै रहने यो एउटा चक्र हो। सरुवा हुने विभिन्न कार्यालयमा जाने अब 2जना साथीहरू पनि जाँदै हुनुहुन्छ। हाम्रो गोविन्द सर तपाईँलाई म्याग्दी वितरण केन्द्रको लेखाको रूपमा जाँदै हुनुहुन्छ, त्यहाँ तपाईँको कार्यकाल एकदम सफल रहोस् त्यो शुभकामना दिन चाहन्छु। म्याडमलाई पनि पोखरा अण्डरग्राउन्ड जुन कार्यालय छ त्यो कार्यालयको प्रशासन प्रमुखको रूपमा कार्यरत रहँदाखेरि सफल रूपमा आफ्नो कार्यकालको शुभकामना दिन चाहन्छु। यो वितरण केन्द्रमा पदोन्नति हुनुभएका साथीहरूलाई पनि धेरै धेरै बधाई छ, सफल कार्यकालको शुभकामना छ। र के भन्छ प्राधिकरणको जुन पदपूर्ति अनुसार लिखितमा नाम निकाली अन्तर्बाट दिन बाँकी रहनुभएका हाम्रो यहाँको साथीहरू उहाँहरूलाई पनि फेरि तपाईँको सफलताको शुभकामना दिन चाहन्छु। यस्तै हो, अरू विषयवस्तु भने त अब सबै साथीहरूलाई धेरै धेरै धन्यवाद। मुख्यतया यो कार्यालयमा मैले कृष्ण दिदीसँग प्रशासन फाँटमा रहेर काम यो बिचको समयमा काम गरेँ। दिदीले मलाई धेरै काममा सहयोग गर्नुभयो। उहाँको आनी बानी, उहाँको जुन सङ्घर्ष, यी कुराहरूले मलाई पनि प्रेरित गर्यो, अलिकति उत्साहित बनाएको छ। उहाँले गरेका सङ्घर्षहरू, उहाँले यो कार्यालयमा मलाई त लाग्छ यो कार्यालयभरिमा सबभन्दा कर्मचारीहरूसँग एकदम नजिकबाट आफ्नो जस्तोसुकै के भन्छ त्यो मनस्थिति अथवा जुन सोचाइमा हुँदा पनि उहाँ कार्यालयमा आइसकेपछि सबैसँग सरलै ढङ्गले चाहिँ बोल्ने व्यवहार गर्ने उहाँको जुन शैली छ त्यो हामी सबैको लागि अनुकरणीय हो। हामी त कहिलेकाहीँ बाहिरका घटनाले कार्यालयमा आएर आवेगमा कसैसँग रिसाइहाल्ने यस्तो उसको गरिन्छ भने दिदीले त्यो पनि नगरिकन सबै कर्मचारीहरूको माझमा एकदम राम्रोसँग नम्रसँग काम गर्नुभएको छ। त्यो नजिकबाट मैले पनि यो समयमा उहाँको जुन कार्य खानी बानी त्यो शैलीको चाहिँ अनुकरण गर्न पाएँ। यस्तै हो, अब काम गर्ने क्रममा कहीँ कतै गल्ती कमजोरी भएका छन् भने त्यो यहीँ के भन्छ मैले मेरो तर्फबाट भएका कमी कमजोरीहरूलाई महसुस गर्दै आत्मालोचना गर्दै अबका दिनहरू यहाँहरू सबैको चाहिँ सफल होस् भन्ने सबैलाई शुभकामना दिँदै मेरा आफ्ना भनाइ विचारहरू यहीँ अन्त्य हो। उपस्थित सम्पूर्ण कर्मचारी साथीहरूमा मेरो पुनः नमस्कार। हामी आज अलिकति दुखित छौँ। हाम्रो यस लेखनाथ वितरण केन्द्रमा लामो समयसम्म भाइटल पोस्टमा रहेर काम गर्नुभएका ऊर्जाशील हाम्रो कर्मचारी साथीहरू सरुवा भएर जाँदै हुनुहुन्छ। यो हुन त अहिले सर म्याडमहरूले भनिसक्नुभयो, यो नियमित प्रक्रिया हो हाम्रो सरुवा बढुवा पदस्थापन भनेका। तैपनि हामी सँगै बसेर यति लामो समय, अझ मसभन्दा पनि विशेष गरेर तपाईँहरूसँग धेरै लामो समय काम गर्नुभयो। उहाँहरू सँगै रहेर हाँसी खुसी मजाक गर्दै हँसिला तिनवटा अनुहारहरूलाई हामीले बिदाई गर्दाखेरि हामी पक्कै पनि
दुःखी छौँ। विदाई यसैमा दुःखी हुन्थ्यो, त्यही माथि यो स्वागत बिनाको विदाई उहाँहरू जाँदै हुन्छ। हामी आजैका मितिदेखि हामीलाई उहाँहरूको अभाव खड्किनेछ। उहाँहरूले जसरी फाँटमा रहेर काम गर्नुभएको थियो, जसरी चाहिँ आफै अग्रसर भएर काम गर्नुहुन्थ्यो, त्यो हामीले पक्कै पनि मिस गर्नेछौँ। तैपनि यो अब नियमित प्रक्रियामा उहाँहरू जानुपर्छ र उहाँहरूलाई केही समय अब अन्य तरिकाले सरुवा भएको भए मैले केही समय ढिलो गरेर पनि पढाउन खोज्थेँ होला। तैपनि अब प्रशासन प्रमुख, लेखा प्रमुख भएर जाँदै हुनुहुन्छ, उहाँलाई रोक्न पनि नमिल्ने अवस्था रह्यो। उहाँहरूलाई पनि जहाँ जाँदै हुन्छ त्यहाँबाट पनि तारान्तार फोन आइरहेको होला। उहाँहरू जहाँ जानुहुन्छ राम्रोसँग काम गर्नुहोस्। हामी सबैको तर्फबाट तपाईँहरूलाई शुभकामना छ। तपाईँहरूसँग धेरै लामो अनुभव छ र यस लेखनाथ वितरण केन्द्रमा पनि केही थप अनुभवहरू लिनुभयो होला। यो अनुभवहरूलाई जुन कार्यालयमा जानुहुन्छ त्यहाँ इम्प्लिमेन्ट गर्नुहोस्। अब जहाँ गए पनि हामी नेपाल विद्युत प्राधिकरणकै अघिको लागि काम गर्ने हो। तपाईँहरूले त्यहाँ पनि राम्रो काम गर्नुहुनेछ र चाहिँ कार्यालयको उत्कृष्ट कार्य सम्पादनमा चाहिँ भूमिका निभाउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। र अब सँगसँगै तपाईँहरूले यहाँ रहँदा अब कर्मचारी साथीहरूले जानेर नजानेर तपाईँहरूको चित्त दुखाउनु भएको छ भने आजैका मितिदेखि ती कुराहरूलाई चाहिँ यही विसर्जन गरेर गइदिनु हुन म अनुरोध गर्न चाहन्छु। हुन त मसँग एकदमै छोटो समय 1.5 महिना मात्रै तपाईँहरूसँग काम गर्ने मैले सौभाग्य प्राप्त गरेँ। यो छोटो समयमा पनि तपाईँहरूबाट मैले पाएको साथ सहयोगको लागि तपाईँहरूलाई म मेरो व्यक्तिगत तर्फबाट पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तिनैजना सर म्याडमहरू एकदमै आफ्नो काममा अहिले पनि भन्नुभयो डेडिकेट भएर लाग्ने मैले पाएको थिएँ र विशेष गरेर मैले उहाँहरूमा चाहिँ एउटा अलिकति फरक क्षमता देखेको भने हामी आम कर्मचारीहरूको स्वभाव चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब एकदमै एउटै कुरा पटक पटक माथिल्लो म्यानेजमेन्टले भनिरह्यो भने मात्रै गर्ने। के गर्नुपर्ने हो थाहा छ, आफ्नो पद के हो, मैले गर्नुपर्ने के हो, मेरो जिम्मेवारी के हो, काम के तोकेको छ सबै थाहा छ। तैपनि नभने जस्तो नगर्ने, घसघसाइ गर्नुपर्ने। तर उहाँहरूमा चाहिँ अलिकति फरक दिएको थियो। त्यो नभनिकनै मैले गर्नुपर्ने जिम्मेवारी यो हो भनेर आफै अग्रसर भएर चाहिँ काम गरिरहेको चाहिँ मैले छोटो समयमा नै त्यो मैले महसुस गर्न पाएँ। त्यसको लागि म तपाईँहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र आज अब समय पनि अलिकति ढिलो गरेर हामी सुरु गऱ्यौँ। सबैजनाले बोलिसक्नुभयो, धेरै कुराहरू आइसक्यो। म त्यो थप कुराहरू केही भन्न चाहन्न, ताकि छँदा पनि छैन। आज हामी दुःखकै समयमा छौँ, त्यति हर्षित पनि म हुन चाहेको छैन। र अन्तमा फेरि एकपटक लेखनाथ वितरण केन्द्रमा तपाईँहरू यति लामो समयसम्म काम गर्नुभयो, तपाईँहरूलाई फेरि पनि धन्यवाद दिँदै र जहाँ जाँदै हुनुहुन्छ त्यहाँ सफल कार्यकालको चाहिँ शुभकामना दिँदै र अन्तमा उपस्थित सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै र विशेष गरेर आज प्रशासन प्रमुखको अभावमा पनि प्रशासन फाँटबाट कृष्ण म्याडमले कार्यक्रम सञ्चालन गर्नुभयो, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अन्तमा यहाँबाट बडो हुनुभएका र चाहिँ हाम्रो पत्र वेट गर्नुभएका सम्पूर्ण साथीहरूलाई बधाई दिँदै र लिखित परीक्षा पास गरेर इन्टरभ्यू जसले वेट गरिरहनु भएको छ उहाँहरूलाई पनि शुभकामना दिँदै र 2 शब्द यही टुङ्ग्याउँछु र आजको कार्यक्रम समाप्त भएको छ।